भयो भने नजिकको प्रहरी चौकी अथवा फोन नम्बर 9844778630 मा सम्पर्क गरी हामीलाई सहयोग पुर्याइदिन हुन अनुरोध गर्दछौँ। धन्यवाद। घुम्ती हराएको खबर मिडियामा आएपछि मात्र सबैलाई ठूलो झट्का लाग्छ। खास गरी सुकुमायालाई यो कुरा थाहा पाएपछि उनी निकै चिन्तित हुन्छिन् र सहर आएर घुम्तीलाई खोज्ने निर्णय गर्छिन्। उता भूपेन्द्र भने आफ्नै गल्ती लुकाएर उल्टै घुम्तीमाथि आरोप लगाउँदै पागल झैं व्यवहार गरिरहेका छन्। सधैँ सबैलाई सम्मान गर्ने इमानदार र सोझी घुम्तीमाथि यस्ता आरोप लाग्नु आफैमा अन्यायपूर्ण छ। तर सबैभन्दा दुःखद कुरा भनेको घुम्ती कहाँ छिन् भन्ने कसैलाई थाहा छैन। यसबीच भूमिकाको जीवन पनि बिस्तारै समस्यामा फस्न थालेको छ। विगतमा घुम्तीलाई दिएको दुःख अहिले कर्मको फल बनेर आफ्नै जीवनमा फर्किन थालेको छ। श्रीमानले माया नगर्ने, परिवारले अपमान गर्ने अवस्था सिर्जना भएपछि भूमिका पनि मानसिक तनावमा परेकी छिन्। उता भुवन र टोकले भने घुम्तीलाई खोज्न निरन्तर प्रयास गरिरहेका छन्। उनीहरूलाई घुम्ती निर्दोष छिन् भन्ने विश्वास अझै कायम छ। यसैबीच घुम्तीलाई केही अपरिचित गुण्डाहरूले अपहरण गरेर घनाघोर जंगलमा बाँधेर राखेको खुल्दै जान्छ। घुम्ती निकै बिरामी र कमजोर अवस्थामा छिन्, तर पनि हिम्मत हार्दिनन्। गुण्डाहरूलाई कसले पठायो भन्ने रहस्य अझै खुल्न सकेको छैन, तर जेरी र श्रेयाको षड्यन्त्र हुन सक्ने संकेतहरू देखिन थालेका छन्। उनीहरूको लक्ष्य घुम्तीलाई हटाएर सम्पत्ति कब्जा गर्ने हुन सक्छ भन्ने आशंका बढ्दै गएको छ। अब सबैको आशा सुकुमायामाथि छ। सुकुमाया सहर आएपछि सत्य बाहिर आउने, दोषीलाई कारबाही हुने र घुम्तीको उद्धार हुने विश्वास सबैमा बढेको छ। अब सबैको एउटै प्रश्न छ, घुम्ती कहिले भेटिन्छिन् र सत्य कहिले बाहिर आउँछ। घुम्ती हराएको खबर मिडियामा आएपछि मात्र सबैलाई ठूलो झट्का लाग्छ। खास गरी सुकुमायालाई यो कुरा थाहा पाएपछि उनी निकै चिन्तित हुन्छिन् र सहर आएर घुम्तीलाई खोज्ने निर्णय गर्छिन्। उता भूपेन्द्र भने आफ्नै गल्ती लुकाएर उल्टै घुम्तीमाथि आरोप लगाउँदै पागल झैं व्यवहार गरिरहेका छन्। सधैँ सबैलाई सम्मान गर्ने इमानदार र सोझी घुम्तीमाथि यस्ता आरोप लाग्नु आफैमा अन्यायपूर्ण छ। तर सबैभन्दा दुःखद कुरा भनेको घुम्ती कहाँ छिन् भन्ने कसैलाई थाहा छैन। यसबीच भूमिकाको जीवन पनि बिस्तारै समस्यामा फस्न थालेको छ। विगतमा घुम्तीलाई दिएको दुःख अहिले कर्मको फल बनेर आफ्नै जीवनमा फर्किन थालेको छ। श्रीमानले माया नगर्ने, परिवारले अपमान गर्ने अवस्था सिर्जना भएपछि भूमिका पनि मानसिक तनावमा परेकी छिन्। उता भुवन र टोकले भने घुम्तीलाई खोज्न निरन्तर प्रयास गरिरहेका छन्। उनीहरूलाई घुम्ती निर्दोष छिन् भन्ने विश्वास अझै कायम छ। यसैबीच घुम्तीलाई केही अपरिचित गुण्डाहरूले अपहरण गरेर घनाघोर जंगलमा बाँधेर राखेको खुल्दै जान्छ। घुम्ती निकै बिरामी र कमजोर अवस्थामा छिन्, तर पनि हिम्मत हार्दिनन्। गुण्डाहरूलाई कसले पठायो भन्ने रहस्य अझै खुल्न सकेको छैन, तर जेरी र श्रेयाको षड्यन्त्र हुन सक्ने संकेतहरू देखिन थालेका छन्। उनीहरूको लक्ष्य घुम्तीलाई हटाएर सम्पत्ति कब्जा गर्ने हुन सक्छ भन्ने आशंका बढ्दै गएको छ। अब सबैको आशा सुकुमायामाथि छ। सुकुमाया सहर आएपछि सत्य बाहिर आउने, दोषीलाई कारबाही हुने र घुम्तीको उद्धार हुने विश्वास सबैमा बढेको छ। अब सबैको एउटै प्रश्न छ, घुम्ती कहिले भेटिन्छिन् र सत्य कहिले बाहिर आउँछ।